सर यो बाटो विस्तारको फाइलमा हस्ताक्षर भएन त। ठेकदार दिनेश बाहिर कुरिरहेको छ। यो फाइलमा धेरै प्राविधिक समस्याहरू छन् विकासजी। गुणस्तरहीन सामान युज गर्ने प्रस्ताव छ। म यसमा साइन गर्न सक्दिनँ। हस् सर, धन्यवाद। हस्। हेलो, के रे कस्तो छ डाक्टर साहब? उसलाई 10 लाख? तर यति छोटो समयमा कसरी ल्याउने मैले? हस्, म कोसिस गर्छु। हस्। सर नमस्ते, म ठेगा। नमस्ते। मैले त्यो फोनमा कुरा गरेर सुने छोराको ज्यान भन्दा त त्यो नियम कानुन ठुलो होइन नि त। विचार गर्नु, एउटा साइन गरिदिनु। कसैले देखाएको छैन। के छ यसमा? 10 लाख। अब तपाईँ आफै सोच्नु न, छोराको ज्यान ठुलो कि अब यस्तो बेला। सर फाइल। हस्। बुवा, हजुरले पैसा कहाँबाट दिनुभयो? हजुरले त भन्नुहुन्थ्यो कि हजुरसँग जम्मा गरेको पैसा छैन। साथीले दियो बाबु, तिमी सम्झाउँछौ अब। बुवा, हजुरलाई थाहा छ कि मलाई हजुरमाथि कति गर्व छ। मेरो साथीहरू भन्छन् कि देश भ्रष्ट छ, तर मलाई थाहा छ कि हजुर जस्तै इमान्दार व्यक्ति भएको देशमा भ्रष्ट टिक्दैन। मलाई पनि हजुर जस्तै इमान्दार हुनु छ। म एकछिनमा आउँछु बाबु, अहिले जान्छु है म। हस् तिमी बुवा। आराम गर्दै बस। टेक केयर। के तिमी त्यही मान्छे हो जसले छोरालाई इमान्दारको पाठ सिकायो? तिमीले छोराको शरीर त जोगायो, तर उसको आदर्शको हत्या गर्यो। आज छोराको नजरमा तिमी एउटा हिरो हो, तर ऐनाको नजरमा तिमी एउटा अपराधी हो। सर, फाइलमा साइन भयो? यो तपाईँको फाइल तपाईँसँगै राख्नुहोस्। म आफ्नो जग्गा बेचेर हिँड्दिनँ होला, तर आफ्नो छोराको अगाडि नैतिकहीन मान्छे बन्न सक्दिनँ। मलाई माफ गर्नुहोस् सर। हस् सर। पक्नुहोस् त, यो पैसा पनि लिएर जानुहोस्। हुन्छ सर। हस्, धन्यवाद। सर के हो कुरो? बुझिनँ नि त मैले त कुरो कहानी। पैसा नपुग्यो भन्नु पऱ्यो, कति थपिदिनु पऱ्यो। किन यस्तो गर्नुभयो सर? हामी त डुब्छौँ त, जहाज डुब्छ त हाम्रो त। एउटा साइन त हो नि सर। एउटा साइनमा तपाईँ 11 लाख पाउँदै हुनुहुन्छ, 10 लाख पाउँदै हुनुहुन्छ भनेपछि किन नगर्ने? त्यस्तो हुँदैन। मेरो नैतिकता नै मेरो छोराको विश्वास हो र त्यो अमूल्य छ। हजुर जान सक्नुहुन्छ र आइन्दा यस्तो कामहरू चाहिँ मेरो अफिसमा लिएर चाहिँ नआउनु होला। हस्, धन्यवाद। हजुर जान सक्नुहुन्छ। तपाईँले मलाई चिनाएर हिँड्छ, मेरो फेरि माथि ठुलोसँग लिङ्क छ होइन? हेरौँला। हस्, हुन्छ। होइन यो अधिकृत कति ठुलो भएको? यो 10 लाख दिँदा पनि साइन हान्दैन है एउटा। यसका जागिर। हेलो मन्त्री साहब, त्यो हाम्रो वडा नम्बर 2 को अधिकृत के हो? कति ठुलो भएको त्यो कुरा बुझ्नु पर्यो। भ्रष्टाचारको अन्त्य अरूबाट होइन, आफैबाट सुरु हुन्छ। ऐना अगाडि आँखासँग आँखा जुटाउने भन्नुहोस्।